इलामको फाकपुक्तुम गाउँपालिकाले गत फागुन 20 गते मंगलबार 17औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको छ। पालिकाको सभाहलमा सम्पन्न उक्त गाउँसभा पालिका अध्यक्ष दिपेन्द्र खनालको अध्यक्षतामा सम्पन्न भएको हो भने उक्त कार्यक्रममा फाकपुक्तुम गाउँपालिका उपाध्यक्ष कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, वडा अध्यक्षहरू, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थितिका बीच वडा सदस्यहरूले आफ्ना वडामा भएका समस्या, गुनासा र जिज्ञासाहरू राखेका थिए, जसको जवाब सभाका अध्यक्ष तथा पालिका अध्यक्ष दिपेन्द्र खनालले यसरी दिनुभएको छ। सबै वार्डका सबै बाटो अवैधर गर्न त्यो सबैको चाहना हो, तर गाउँपालिकाले गाउँपालिकाको स्रोत प्रयोग गर्ने भनेको प्रत्येक वार्डका एक एकवटा बाटोमा सकेसम्म गाउँपालिका केन्द्र आउने बाटोहरूलाई जोड दिने गरी गाउँपालिकाले योजना बनाएको छ। अरू शाखा बाटाहरू वडा पालिकाले योजना बनाएर गरिरहनु भएको छ। अब सबै बाटोहरू गाउँपालिकाले नै स्तरोन्नति मर्मत सम्मार गर्ने गरेको गाउँपालिकाले स्रोत व्यवस्थापन गर्ने अहिले अवस्था नभएका कारणले गर्दा प्रमुख एक एकवटा बाटोहरूको चाहिँ सोरसार गर्नेदेखि लिएर स्तरोन्नति प्राथमिकतामा राखेर काम भइरहेका छ। यसमा सबै वार्ड एकैचोटि नभएको पनि हुन चाहिँ सक्छ, किनभने सुरक्षाले सबै वार्डमा 7वटा वार्डमा एकैचोटि गर्न नसकेको अवस्था चाहिँ छ। जग्गा वर्गीकरणको काम, यो जग्गा वर्गीकरणको कामले यो समस्या दिइराखेकै छ, किनभने सङ्घीय सरकारले नीति निर्माण गरेर कार्यान्वयनको जिम्मा पालिकालाई लगाउने, पालिकासँग त्यो जनदक्ष जनशक्ति छ कि छैन भन्ने कुरा ख्याल नभएका कारणले गर्दाखेरि हामीसँग भएका जनशक्ति त्यसमा पनि हामीले चाहिँ कन्सल्टेन्सी हायर गर्न गर्दाखेरि मात्र यो अवस्थामा आएको छ। यसलाई हामी अन्तिम रूप दिने प्रयत्न गरिरहेका छौँ। अब यो सङ्घीय सरकारले नीति बनाउने, कार्यक्रम बनाउने अनि तल चाहिँ स्थानीय तहलाई गर भने स्थानीय तहसँग चाहिँ जनशक्ति दक्ष छ कि छैन भन्ने माथिबाट चाहिँ काम नगरिदिने, अनि एउटै काममा आफ्नो चाहिँ जनशक्ति पनि कस्तो छ भन्ने कुरा नै त्यही कागजले मङ्गलबारमा भएको इलाकामा भएको चाहिँ प्रशासन अर्थात् त्यहाँ भएको चाहिँ मालपोतबाट काम हुन्छ, त्यही कागज लिएर गइरहनुले हुँदैन। यसले चाहिँ केन्द्रले बनाएको कानुन र उसले कार्यान्वयन गर्न राखेका मान्छेमाथिको पनि प्रश्न छ। त्यही कागज लिएर जाँदाखेरि मङ्गलबारेमा काम रोकिँदैन, त्यही प्रकृतिको कागज लिएर जाँदा इलाममा जाँदाखेरि काम हुँदैन। यो हाम्रो समस्या भन्दा पनि अलि बढी हाम्रो पनि समस्या के हो भने हामीले नै अन्तिम रूप दिन सकेका छैनौँ, तर उसका कारणले चाहिँ बढी दुःख पाइरहेका छौँ। किनभने मन्त्री परिषदले आगामी असार मसान्तसम्म जग्गा वर्गीकरण भए पनि नभए पनि जे अवस्थामा छ त्यही अवस्थामा कारोबार गर्ने भनेर मन्त्री परिषदले निर्णय गरेर पठाएको छ। त्यही अनुसार मालपोत कार्यालयहरूले काम गर्नुपर्ने हो र गरिरहेका पनि छन्, तर इलाम मालपोत कार्यालय र नापी कार्यालयबाट विभिन्न बाहना निकालेर चाहिँ जनतालाई दुःख दिइरहेका छ। यसमा हामीले गाउँपालिकापट्टि फर्किएर भन्दा पनि हामी जनप्रतिनिधि जुन वार्डमा समस्या आएको छ जनप्रतिनिधि आएर नै उहाँ अफिसमा गएर भए पनि उहाँहरूलाई हामीले बुझाउनु पर्छ, किनभने सङ्घीय सरकारले जग्गा वर्गीकरणको काम सकिएको हुँदैन सकिएको छैन। त्यसले गर्दा आगामी असार मसान्तसम्म जग्गा वर्गीकरण नभए पनि सबै जग्गाको किता काट र काम नरोक्ने भनेर निर्णय गरेको छ। त्यही कार्यान्वयन उहाँहरूले गर्नुपर्ने यतादोष देखाइन्छ। हामीले केही गरेका छैनौँ भने पनि उहाँहरूले रोक्न पाउनुहुन्न असार मसान्तसम्म। त्यसले गर्दा यो कुरा हामी जनप्रतिनिधिले मालपोत कार्यालयहरूसँग गएर पनि हामीले उठाउनु पर्छ। अर्को राष्ट्रिय परिचय पत्र के हुँदैछ, अरूतिर बाँडिँदैछ भन्ने कुरा उठेको छ। इलाम जिल्ला कहीँ पनि बाँडिएको छैन, यो हामी प्रश्न हुनुपर्छ। 5 जिल्ला नमुनाका रूपमा देशकै 2वटा मात्रै जिल्लामा राष्ट्रिय परिचय पत्र खिच्चिएको जिल्ला हो सबैभन्दा सुरुमा, र यो पञ्जीकरण विभागले काठमाडौँले बाँड्ने हो। उसले जुन जुन ठाउँमा खिचेको त्यो ठाउँको स्थानीय तहहरूलाई जिम्मा लगाए पछाडि मात्र स्थानीय तहले यो चाहिँ बाँड्ने, र इलाम जिल्लाको हकमा अहिले इलाम जिल्लालाई त्यो राष्ट्रिय परिचय पत्र चाहिँ पञ्जीकरण विभागले माथिबाट राष्ट्रिय परिचय पत्रले दिएको छैन। त्यसले गर्दा हामीले
बाँडौँको भोलिदेखि सबै काम ठप्प राखेर राष्ट्रिय परिचय पत्र बाँडौँ भनेर हामीले चाहरा हुँदैन, किनभने चाहिँ हामीसँग त छँदै छैन। दिनेले नदिकन हामी त्यो गर्न सक्ने अवस्था छैन। यसमा अर्को चाहिँ अब अहिले बायोमेट्रिक गर्ने सन्दर्भमा चाहिँ राष्ट्रिय परिचय पत्र छुटेकाहरूका सन्दर्भमा अब कानुनले भन्नेभन्दा बाहिर हामी गर्न सक्दैनौँ। 90 वर्ष माथिबाट रातो कार्ड भएका अपाङ्गता भएका व्यक्तिहरूको हकमा बायोमेट्रिक गर्नु नपर्ने, अरूको हकमा अनिवार्य राष्ट्रिय परिचय पत्र हुने भनेर चाहिँ माथिबाट कानुन र निर्देशिका आए पछाडि यसमा हामीले अर्को गरेर जानै सक्दैनौँ। अब हामीले के चाहिँ हो भने तै चाहिँ राष्ट्रिय परिचय पत्रका लागि शिविर सञ्चालन गर्न सकिन्छ भनेर अखण्ड प्रयास गरिराखेका छौँ, तर यो अहिलेसम्म सफल हुन सकेको छैन। त्यसले गर्दा हामीले नागरिकहरूलाई जसले पैसा खिच्नु भएको छ त्यो लिएर बायोमेट्रिक गर्न आउनुहोस्, होइन छैन भने यहाँहरूले ल्याउनु पनि पर्छ भनेर हामीले भनिराखेका छ। किनभने शिविर ल्याउनका लागि धेरै प्रयत्न गर्यौँ, हामीले त्यो सकेका छैनौँ। नसके पछाडि भोलि उहाँहरूले चोइट घरमा बायोमेट्रिक गराउनु भएन, राष्ट्रिय परिचय पत्र ल्याउनु भएन भने त भत्ता त रोकिन्छ, सामाजिक सुरक्षा भत्ता। त्यसले गर्दा उहाँहरूले अहिले अनिवार्य रूपमा आफै त्यो गरेर ल्याउनु पर्छ। अर्को बायोमेट्रिक नभएको परिचय पत्र भएर बायोमेट्रिक नभएका सन्दर्भमा कार्यपालिकामा छलफल भएको छ। यसको समाधानको विषय आगामी कार्यपालिकामा छलफल गरेर त्यो बायोमेट्रिक नहुनेहरूको चाहिँ अम्लाको छाप नदेखिनेहरूको सन्दर्भमा चाहिँ के गर्दा त्यसलाई समाधान गर्न सकिन्छ, यसको समाधान खोजिन्छ। त्यस्तै गरी उक्त गाउँसभा कार्यक्रममा पालिका उपाध्यक्ष कल्पना राईले न्यायिक समितिको प्रतिवेदन र राजस्व परामर्श समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भागपोखथुम गाउँपालिकाको आर्थिक वर्ष 2081-82 को न्यायिक समितिले पुष मसान्तसम्म कार्य सम्पादन गरेका प्रतिवेदन सभा समक्ष पेश गर्दछु। नेपालको संविधानको धारा 217 ले गाउँपालिका तथा नगरपालिका स्तरमा विवाद निरूपण गर्न न्यायिक समिति रहने व्यवस्था गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 को परिच्छेद 8 दफा 86 देखि दफा 46 देखि 53 सम्म स्थानीय तहमा न्यायिक समितिको क्षेत्राधिकार तोकिदिएको छ। हरेक गाउँपालिका र नगरपालिकामा आफ्नो क्षेत्राधिकारभित्रका विवाद निरूपण गर्न एक न्यायिक समिति रहने व्यवस्था रहेको छ। गाउँपालिकाको हकमा उपाध्यक्षको संयोजक सहित न्यायिक समितिमा 3 जनाको समिति रहने व्यवस्था छ। 2 जना सदस्यहरू यसै सम्मानित सभाबाट निर्वाचित हुने कानुनी व्यवस्था रहेको छ। सोही बमोजिम न्यायिक समितिले प्रचलित कानुन बमोजिम उजुरीको कारबाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि तय गरी स्पष्टता, एकरूपता एवं पारदर्शिता कायम गरी कानुनी शासनप्रतिको जनविश्वास कायम गरिराखिएको छ एवं न्यायिक कार्य सम्पादन कार्यलाई छिटो छरितो रूपमा सम्पन्न गर्न प्रचलित रहेको संघीय कानुन भएदेखि बाहेक थप कानुनी व्यवस्था गर्नका लागि भागपोखथुम गाउँपालिकाले न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि 2075 कार्यान्वयन गर्दै आएको छ र मेलमिलाप केन्द्र सञ्चालनको लागि मेलमिलाप केन्द्र व्यवस्थापन कार्यविधि 2075 कार्यान्वयन गर्दै आएको छ। यसरी नै प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कार्यपालिका सदस्य तथा पूर्वाधार विकास समितिका संयोजक एवं अनुगमन समितिका सदस्य कविता राईले पूर्वाधार विकास एवं अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वडा नम्बर 1 का वडा अध्यक्ष तथा विधेयक समितिका संयोजक कर्णबहादुर लिम्बुले विधेयक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसरी नै वडा नम्बर 2 का वडा अध्यक्ष तथा कृषि पर्यटन पूर्वाधार तथा प्राकृतिक स्रोत समितिका संयोजक यामबहादुर पौडेल खत्रीले कृषि पर्यटन पूर्वाधार तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वडा नम्बर 5 का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक सिद्धमान आलेले सामाजिक विकास समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वडा नम्बर 3 का वडा अध्यक्ष तथा सुशासन तथा स्थानीय सेवा समितिका संयोजक दिपेन्द्र लिम्बुले सुशासन तथा स्थानीय सेवा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो र वडा नम्बर 4 का वडा अध्यक्ष तथा अर्थ तथा सार्वजनिक सेवा समितिका संयोजक पदम बहादुर मगरले अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै गरी उक्त सभामा आधारभूत तह कक्षा छोड्ने दर शून्य गर्ने सम्बन्धमा
आर्थिक ऐन 2081 को संशोधन र चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम उप संशोधन लगायतका प्रस्तावहरू पेश गरिएकोमा उक्त प्रस्तावलाई सभा मार्फत निर्विरोध सर्वसम्मतिले पारित भएको घोषणा गर्दै कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले कार्यक्रमको समापन गर्नुभएको थियो।